So, hello guys. Welcome back to my new vlog. यो मेरो यस्तै हात र आज चाहिँ हामी फेरि जाँदैछौँ ऐसेलु खान र यतापट्टि चाहिँ काम चलिरहेको छ यतापट्टि के चलिरहेको मुल प्लटिङ चलिरहेको छ र हामी चाहिँ यतापट्टिबाट जाँदैछौँ लगभग अस्तिकै ठाउँ जतिमा तर त्यो हामीलाई यतै हुन पनि सक्छ किनभने यस आइनो र यो बाटो चाहिँ जमानादेखि त्यस्तै छ अलिकति बनाछन् भनेको झन् भत्केछ माथिबाट के हो आउँदैछ तर त्यसले हामीलाई के गर्दैन र अब चाहिँ हामी यतातिर हिँड्छौँ सो गाइज होइन हामी चाहिँ यहाँ पोल्ट्री फार्म भएको साइडमा आएछौँ यो पोल्ट्री फार्म यहाँभित्र छन् कुखुरा किनभने पोल्ट्री फार्मभित्र कुखुरै हुन्छन् गाडी चाहिँ यहाँबाट लैजान्छ अनि बाटो छ उहाँ चाहिँ गाडी लैजान्छन् किनभने त्यहाँ प्लटिङ गर्न लाने बाटो त होला नि बाटो नभएको त गइदिन्छ नि अनि त्यसपछि यहाँ चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि बारेको देख्न सक्छौँ होइन अरू चाहिँ अब त्यहाँ यसो रहेछ त्यही भएर म चाहिँ अब त्यहीपट्टि हिँड्छु यहाँ सबै किन यो खरबारी यस्तो केही पनि लागेन नि त्यो यतापट्टि यस्तो छ अनि मलाई चाहिँ गर्मी भएन मेरो साथीलाई चाहिँ गर्मी भयो अरे किन भयो अनि यतापट्टि चाहिँ उता जाने बाटो रहेको छ जताबाट गाडी लथ्यो होला आई थिङ्क र अब चाहिँ हामीले यतापट्टि उता देख्न सक्छौँ ठाउँ यो चाहिँ हाम्रो पहाड अनि यो त्यहाँ हिमाल छ तर आज हिमाल चाहिँ देख्दैन त्यो ठाउँको नाम पुरन्चौर हो यता हो त्यताको ठाउँको नाम पुरन्चौर हो त्योभन्दा उता गयो पुरन्चौर अनि उतापट्टि गयो भने चाहिँ लामो चौर हुन्छ अरू त अब के छ भन्दा ऊ त्यहाँ एउटा बिग्रेको एउटा टनेला छ र यहाँ चाहिँ के लगाउने यो धानको बिउ छरेर रहेछन् सो गाइज होइन हामी चाहिँ यहाँ आइसक्यौँ यता र यहाँ चाहिँ एउटा राम्रो कुरो भनेको चाहिँ सोलर प्यानल चाहिँ यसरी राखेर चाहिँ जुनले चाहिँ एउटा भनेको हाम्रो के इनर्जी चाहिँ स्टोर गर्न मिल्यो अनि पछि यो रिन्युएबल भयो नि त रिन्युएबल भनेको फेरि बनाउन मिल्ने खालको अनि नन रिन्युएबल भनेको फेरि बनाउन नमिल्ने खालको हो नि त एक्जाम्पल देऊ न नन रिन्युएबलमा पेट्रोल पऱ्यो 1000-2000 वर्षपछि बन्छ रिन्युएबलमा इलेक्ट्रिसिटी हाइड्रो इलेक्ट्रिसिटी भन्यो यो वाला इलेक्ट्रिसिटी भन्यो त्यस्तै छ होइन सोलर भनेको होइन सोलर भनेको रिन्युएबल भयो यो चाहिँ हाम्रो रिन्युएबल इनर्जीको सोर्स भयो जुन चाहिँ युज गर्नु पनि राम्रो हो किनभने हाइड्रो इलेक्ट्रिसिटीमा मात्रै भर पर्ने हो लोड सेडिङ धेरै भइरहेको चाहिँ त्यो हुन्न अनि अर्को भनेको यो यसले अलिकति बिजुलीको बिल पनि बचाउँछ देश विकासमा टेवा पनि पुर्याउँछ सामाजिकको भाषामा अब त्यही हो अनि यता माथि चाहिँ रहेछ चण्ड्यान यता चाहिँ फुल हाम्रो के भन्छ यसलाई घाँसे मैदान जस्तै छ खरबारी जस्तो कसैले केही लाएनन् कि उहाँ पनि त्यस्तै छ गाइज हामी चाहिँ यता आइयो होइन यतापट्टि चाहिँ आइसक्यौँ लामपाटा दिस इज द रोड जुन चाहिँ बनेछ म अनि बेला आई थिङ्क बनेको थिएन अनि के हो बाटो बनेको थियो नि ए बनेको थियो यस बनेको थियो होला यो चाहिँ हाम्रो तल जाने बाटो हो ऊ त्यहाँ चाहिँ एस्थेटिक वाला क्रसर छ यो चाहिँ हाम्रो एउटा क्रसर कुद्नु थाहा होइन क्रसर चाहिँ हो सो गाइज एज यु क्यान सी हामी चाहिँ अलिकति तल आइसक्यौँ र यहाँ चाहिँ हाम्रो जुन भन्छ गुठी रहेको छ जहाँ चाहिँ अब हामी तल जाँदैछौँ गुठी भनेको गोठ होइन मुला यस्तो मान्छे र गाई भैँसीको लागि गोठ हुन्छ र यहाँ चाहिँ एउटा आँपको बुटो पनि रहेको छ जुन चाहिँ हो यही हो होइन अनि त्यसपछि अब चाहिँ हामी तल जान्छौँ उयो मान्छे चाहिँ भागिसक्यो किनभने यहाँ भाग्ने जस्तो ठाउँ छ र अरू भनेको त्यही हो यहाँ चाहिँ अलिकति छाया परेछ अनि हो यो ठाउँ चाहिँ यस्तो खालको छ भने यतापट्टि चाहिँ यो खोलोको नाम चाहिँ सेती यो भनेको खास सेतो आउँछ अहिले चाहिँ अलिकति के भन्छ यो बर्खाको समय भएर अलिअलि धमिलो पानी देखियो नत्र यो सेतो आउँछ यसमा पानी र अरू भनेको चाहिँ मान्छेहरू त गइन्छ अहिले चाहिँ किनभने गर्मी छ त्यही भएर सो गाइज हामी चाहिँ ठ्याक्कै आफ्नै गुठीमा आइपुग्यौँ र त्यहाँ तिन चाहिँ पानी खाँदैन मैले चाहिँ खाइसकेँ र यो चाहिँ यस दिस इज पार्टी
नेपालीको पार्टी। यो चाहिँ हाम्रो शिवको मन्दिर र उ त्यहाँ चाहिँ घन्टी रहेको छ भने ऊ त्यो कसको मन्दिर हो मैले बिर्सेँ। यतापट्टि यो अर्को के को बुटो हो थाहा छैन र उतापट्टि पनि छन्, तर अहिले चाहिँ त्यहाँ फेरि बार लाखान कि समथिङ केही छ होला, पहिला त लाथेनन्। अनि यहाँ चाहिँ राम्रो बनाएको छ नि जे भए पनि। यो चाहिँ पक्कै धोनी बनाउनु छोडेको ठाउँ हुनुपर्छ, किनभने खासै नि हामीले धोनी हेर्न आउँछौँ। यो चाहिँ हाम्रो उको के अरे के भन्छ यसलाई बेलको बुटो। बेलको बुटोको तल बेल त एउटा पनि छैन, माथिबाट टिप्न अहिले मान्छे हिँड्न आइछि। अनि यो चाहिँ त्यो बेल हो र बेलको रुख त हो त्यो जुस पनि हुन्छ त्यो यो चाहिँ हाम्रो बेल भयो भने बाँच्न चाहिँ हामीलाई चाहिँ यहाँभित्र चाहिँ रहेको छ। देखिन्न किनभने ऊ हो खोइ मुसा ए गणेशको मन्दिर रहेछ क्या हो मलाई चाहिँ थाहा छैन। अनि त्यसपछि अरू भनेको यहाँ चाहिँ हामीले जमाना भजन गएको थियौँ के अरे एकचोटि, अनि हो त्यहाँ चाहिँ अलिअलि बनाएछन्। हामी चाहिँ आइसक्यौँ तलपट्टि। र यो चाहिँ छ एउटा रुख जुन चाहिँ धेरै पहिलादेखिको यो बाटो जुन चाहिँ जिन्दगी विकास हुने भन र यतापट्टिबाट तल गयो भने चाहिँ सेती नदी छ। यहाँ चाहिँ मेरो तालु भेष। अनि त्यसपछि अब हामी चाहिँ हेर्दैछौँ ऐसेलु हो कि औसेलु हो के हो के अरे हिमालयन रसबेरी हेर्दैछौँ हामी चाहिँ। अब चाहिँ हेर्छौँ एकछिन। सो गाइज हामी चाहिँ अहिले आइसकेको छौँ यता औसेलु खानको लागि। बट अब प्रब्लम चाहिँ के भयो भन्दाखेरि हामी चाहिँ आएको उहाँबाट होइन, उहाँबाट यत्रो आयो तर हाम्रो पोपट भयो कि औसेलु नै पाइएन। अनि हामी चाहिँ अहिले यो निमिष भाइ चाहिँ यहाँ खोज्दैछन्। अनि बाटो चाहिँ के यस्तो छ है, भ्यू हेर्नु न सर यताबाट सर ल एकचोटि नेचरको आवाज फिल गर्नु है। अब मलाई छोडेर कहाँ भाग्यो कि यहाँ बस भन्यो कहाँ गयो यार। अब छातालाई सिने गरौँ। अनि के छ तपाईँहरूको हालखबर? म चाहिँ एकदम फिट एन्ड फाइन छु है। अनि यसलाई चाहिँ चुत्रो भन्छ क्या अरे। भएको स्विट देखाम म यार। ए यस्तो हुन्छ यसको रुख है। मलाई उता बोलाउँदैछ नि त, म उता जान्छु अब। Take our umbrella. गाइज हेर्नु न वहाँ गइसक्यो यार। म कहाँ छु ल हेर्नु। So let's I do have to also go होइन। अब छाता यस्तै त्यत्रो स्ट्यान्ड कहाँ हिँडेको बाबु, कुर्नु त पर्छ यार, खुट्टा दुख्यो यार। ल वहाँबाट हामी यहाँसम्म आइसक्यौँ। थुप्रै हो फ्री टुप्री खासै केही त रहन्छ यार। सो गाइज होइन हाम्रो चाहिँ के भयो भन्दा हामीले चुत्रो भेट्यौँ। यो होला मैले त भेट्दिनँ के हो देखिन्न त यार। ऊ चाहिँ हरियो भयो, यता यता कतै होला नभए चाहिँ हामी कालोवाला चुत्रो खोज्छौँ र खान्छौँ होइन। औसेलु खानु नपाए पनि चुत्रो चाहिँ हामी खाँदैछौँ। एज यु क्यान सी हियर होइन, देखेछ भने बेसी चुत्रो। अनि अर्को भनेको त्यहाँ छ चुत्रो, यो पनि चुत्रै हो। सो गाइज होइन हामी चाहिँ यो बाटो देख्दाखेरि चिने चिने जस्तो लाग्यो होला। हामी चाहिँ फेरि पनि आइसक्यौँ मानव सेवा आश्रमको साइडमा, जो त्यहाँ छ होइन। यही बाटो जुन चाहिँ अस्ति नै हामी हिँडेको थियौँ, ऊ त्यो पुलबाट जानु मिल्छ। झोलुङ्गेबाट माथि जानु मिल्छ, अगाला देवी घर आयो मात्रै।
अकालादेवी जान मिल्छ जाने नि पुल मात्रै तर मिल्छ जाने हो गाइज हामी पुलमा पनि जान्छौँ होइन सो गाइज होइन हामी चाहिँ ठ्याक्कै त्यही ठाउँमा आयौँ जहाँ अस्ति आएको थियौँ यो चाहिँ त्यो मन्दिर दिस इज द्याट ठाउँ जुनमा चाहिँ ऊ थियो यो चाहिँ सबै टेन्ट सेन्ट हटाए यो चाहिँ हाम्रो बाटो रहेको छ ऊ त्यहाँ तल पुल अनि यो चाहिँ के बनाएको छ थाहा छैन कस्तो सेती ब्रिज रहेछ नाम एज यु क्यान सी दियर होइन यो चाहिँ सेती ब्रिज र हामी चाहिँ यता हिँड्दैछौँ यो चाहिँ फेरि पछाडिबाट मैले देखाएको भवन चाहिँ यो चाहिँ ऊ यज्ञकुण्ड के भन्छ यो बस्ने भवन हो क्या पछि बनाउँछन् भन्दै थियो होइन हामी अस्ति नै आउँदाखेरि चाहिँ बनाउँछौँ आश्रित व्यक्तिहरू बस्ने ठाउँ बनाउँछन् होइन होइन एस्थेटिक यो नि वाइट कलर एस्थेटिक देखायो नि त्यहाँ परेवा पनि बसेर रहेछ नि दुइटा अनि यो चाहिँ हाम्रो अडरको भुटो अरू त अब दुइटा चाहिँ यहाँ गोला गोला बनाएको छन् होइन यो मान्छेले यहाँ के अरे सानो साइकल ल्याएर एट हान्दै थियो होला त्यहीहरू गोला गोला भनेछन् दुइटा चस्मा हुनसक्छ गाइज ऊ त्यहाँ माथि चाहिँ अकालादेवीको मन्दिर जय अकालादेवी जानु पनि सकिन्छ हामी केही भर छैन हाम्रो तर गइन् सिँढी धेरै रहेछ होइन ऊ त्यहाँभित्र चाहिँ हाम्रो साथीहरू मध्येको एक कुकुर साथी रहेको छ फेरिको कन्टेन्ट निक्ल्यो राफ्टिङ हान्न जाँदाखेरि मान्छेहरू यहाँ तल सोलो हान्दैछन् एउटा मान्छे चाहिँ तिनीहरू चाहिँ गए यिनीहरू चाहिँ यहाँ यसो प्र्याक्टिस हान्दैछन् तिनीहरू चाहिँ ल्याम्बो गए होइन अब यिनीहरू पनि यहाँ जाने कगारमा छन् ऊ ल यिनीहरू पनि जङ्गिए है उठी जङ्गिए छन् क्या बसेर जङ्गिए रहेछन् सबै अब एकैचोटि कुन चाहिँ पहिला जान्छन् हेरौँ तिनीहरू चाहिँ उहाँ पुगिसक्यो हो त्यो ढुङ्गाहरू जाने एस्थेटिक हुनुलाई यसरी होइन यहाँ पनि जोसेकै छैन नि त के हो यसरी जोसेर यिनीहरू सबै उता 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 गइसक्यो तिनीहरू त उहाँ पुगिसकेको छ नि कुद्दैछन् जस्तो छ यताबाट अर्को टोली पनि भयो यो टोलीमा हाम्रो अङ्कलहरू छन् अङ्कलहरूलाई अलिक धेरै जोस आस्छ तिनीहरूले एकछिनमा भेट्टाउँछौँ भनेर लास्टमा दिएँ एउटी आन्टीको निन्दन कि अङ्कलहरूको इच्छा ए अङ्कलहरूको टोली उ त्यो रहेछ गइसकेको छ नु अङ्कलहरूको टोली त्यो ढुङ्गा जस्तो त्यो ढुङ्गा राफ्टिङको लागि नै भनेको ड्याउ ल मिलाउँदैछन् गति सीमित गर्दैछन् कन्टेन्ट गाइज हेलमेट ला त्यसले त्यो मान्छेलाई ल्याउनु भयो पानीको फ्लो तलै छ खस्यो गाइज खस्यो यहाँबाट चाहिँ सुस्तो स्पिड कममा चिलमा गइरहेछन् खोइ उता एउटा चाहिँ गए उता एउटा चाहिँ जोसेर गहन होइन यो हाम्रो एउटा विदेशी साथी पनि जोसेर गहन अलिअलि यो ऊ त्यहाँ बच्चाको टोली भाग्दैछ पक्कै हेर्दै गयो अनि उतालाई यिनीहरू उताबाट जानलाई है ल सबै गएको पाथमा गने यिनीहरू ठोकेर जान मजा खायो तर ऊ त्यहाँ एउटा मान्छे चाहिँ रेस्क्यु आई थिङ्क भयो होला मान्छे रेस्क्यु भयो फेरि उठाएछ नि होइन यो मान्छे चप्पु उठाए यहाँ नेपालीले हेल्छ क्राई गरेर छोड्दैन राख्दै मलाई चप्पु चलाउनु सिक्दैन है यस्तो भनेर एउटा हात यस्तो गाइज मान्छे चप्पु चलाउनु सिक्दैन गाइज हामी चाहिँ 800 नभएको पुल झोलुङ्गे पुलमा आइसक्यौँ पहिला चाहिँ यो झोलुङ्गे पुल मात्रै थियो र ऊ त्यो पुल चाहिँ थिएन अहिले त्यो पुल बनाए झोलुङ्गे पुलको इज्जत छैन र यो मान्छे चाहिँ यहाँ सेक्युरिटी टेस्ट हान्दै के थाहा मोड्छ सम्पूर्णमा नमस्कार म भागिनी उपाने ल यस्तो दर्शक पनि नमस्कार म अपिल त्रिपाठीको भाइ सञ्जीव अधिकारी आज हामी यस्तो पुलमा आएका छौँ जुन भ्रष्टाचारहरूले मुछिएको छ ल गाइज
यो हामी अपिलतिर फाइटीको ऊ छोडेर होइन यता हिँड्दैछौँ। यो पुल चाहिँ यस्तो झोलुङ्गे पुल, यसको नाम किन रक भनेको भन्दाखेरि यो झोलेको हुन्छ, ऊ त्यहाँबाट यस्तो ऊ त्यहाँबाट यस्तो। मलाई चाहिँ त्यस्तै लाउँछ है। यो मान्छे साला भाग्यो किनभने अब मलाई यहाँ म हल्लिरहेको यहाँ। यो चाहिँ हाम्रो सेती, यतापट्टि पनि त्यही। र यो झोलुङ्गे पुलबाट चाहिँ हामी हिँड्छौँ किनभने यहाँ ऊ पनि राखेको छन्। यो किन राखेका भन्दाखेरि यो पक्कै पुल बनाउँदै थियो होला नि उतापट्टिको, अनि यतापट्टि सिमेन्ट लानुपर्ने भएको र त्यस्तो भएको हुनसक्छ भन्ने चाहिँ मेरो आशंका रहेको छ। भने यहाँबाट किन धुलो छ, यतापट्टि र बाटो छ, यहाँबाट धुलो छ। म चाहिँ हिँडेर छिर्छु किनभने म नेपाली। र अब चाहिँ हामी हेर्दै जान्छौँ कस्तो रहेछ। यतापट्टि र माथि चाहिँ हामी के अरे आई थिङ्क अकला देवीको मन्दिरतिर जान सक्छौँ भने यतापट्टि चाहिँ हाम्रो पुल रहेको छ। र पुल भनेको चाहिँ सेती ब्रिज, लेन्थ 45.0 मिटर्स र स्पान 1A। अनि त्यसपछि त्यस्तै हो। अब यो किन राखेको भन्दाखेरि म फिजिक्स पढेको र साइन्स पढेको मान्छे हो। यस्तो किन राखेको हुन्छ भन्दाखेरि यो गर्मीमा थर्मल एक्सपान्सन हुन्छ र जाडोमा कन्ट्र्याक्सन हुन्छ, थर्मल कन्ट्र्याक्सन। त्यस्तो हुँदाखेरि थर्मल एक्सपान्सन हुँदाखेरि यो पुल बढ्ने ठाउँ पाउन्न, बढ्ने ठाउँ नपासी पुल भत्किन्छ। त्यही भएर पुललाई नभत्किन दिनको लागि चाहिँ यो राखेको हुन्छ। त्यही भएर बाटो बाटोमा यस्तो स्ल्याब पनि राखेको हुन्छ नि। यो पनि त्यही भएर राखेको, किनभने त्यतिकै राख्दाखेरि भत्किन सक्छ। त्यही भएर मलाई थाहा पाएको चाहिँ यति हो। अब कसैले मलाई फेरि कमेन्टमा ज्ञान पेल्नु होला जानेकोले। अनि अरू ठाउँमा चाहिँ छैन, एउटा उता छ, एउटा चाहिँ यहाँ छ। यो चाहिँ त्यही भएर बनाएको। अनि सुरक्षितको नाममा केही छैन। यो ठाउँबाट आइन्छ 1 मिसमा गेम फिनिस हुन्छ है। यस्तो ठाउँ छ, के भन्न सकिन्छ मान्छेलाई जिन्दगीमा। यस्तो नराम्रो ठाउँ छ, मरौला मुला यता जाने यस्तो ठाउँ छ, केही छैन। हामी चाहिँ गाली दिने है, 2टा शब्द गाली कमेन्ट सेक्सनमा। हामी चाहिँ यतापट्टिको बाटोमा आइसक्यौँ। यहाँभन्दा माथि गएर काम छैन, त्यही भएर हामी चाहिँ जान्नौँ होला। अब फेरि यहीँ होइन माथि कन्टेन्ट छाप्न पऱ्यो। यहाँ पनि यस्तै छ होला। केही कति लापरवाही त गर्छन् मान्छेहरूले भन्छु कि म। त्यो मान्छेहरू त त्यहाँ लापरवाही हेर न, मलाई त्यो साइडमा कोही आएछ भने मोड्दैन त्यो छँदै छैन कि। जिरो सिभिक सेन्स त हो, जिरो सिभिक सेन्स। बाटो त खराब बनाएको यार, यो बाटो त अहिले बनेको नि त। बाटो चाहिँ भर्खरै बनेको हो र यो सबै नयाँ नयाँ देखियो हो। अब यहाँ हाँसै हिँड्ने स्कुटी हिँडाउनु पर्ने हो, 2टा खुट्टा यसरी हिँडिरहेको छन्। र यो मेरो चप्पल छ अफिसियल नाइकेबाट आएको, त्यही भएर अलिकति महँगो छ। कति रे 3,50,000को चप्पल हो त्यो। कतिवटा जिरो काट्नु पर्ने 3,50,000 ए होइन, मलाई थाहा कहाँ छ। 3,50,000 5 लाखको चप्पल हो। तपाईँ बुझ्नु न 3.50 होइन 3,50,000को चप्पल हो। ए होइन 5 लाखको चप्पल हो। कहाँ भाउ बढेको नि, 5 लाखको चप्पल हो। 2टा जिरो पछि डट हो कि खास, 500 पछि डट हो कि त्यो वाला चप्पल। कहाँसम्म लगेर हामी चाहिँ यता आयौँ। अब टर्निङमा गएर हामी चाहिँ टर्निङमा गएर फर्किन्छौँ, किनभने म चाहिँ सेती कस्तो छ हाम्रो सेतो कस्तो सेती देखाउँछु म। सेती के काली भइछन् कि भइछैन नि, सेती धमिली भइछन्, सेतीसँग भेटेछ नभेटेको पनि धेरै भयो। सेती धमिली भइछन् गाइस। यो चाहिँ हाम्रो नेचर। आई लभ माई सेती भनौँ न। आई लभ माई बडी। अनि यो चाहिँ यस्तो एस्थेटिकवाला ठाउँ देख्यो। यतापट्टि यो एस्थेटिक देख्यो है, जे भयो नि हाम्रो यो डाँडो चाहिँ नि यो धेरै वर्ष पुरानो डाँडो रहेको छ। त्यो डाँडो अहिले बनेको होइन, धेरै अगाडि बनेको भन्ने चाहिँ मैले थाहा पाएँ। अनि यो सबै आफै बनेको होइन, मान्छेले बनाएको होइन। यताबाट रहेछ नि त पहिला त हाँसिक त। अनि यो चाहिँ मेन सिडी चाहिँ हाबाट रहेछ। खासै विकासै रहेछ। त्यहाँ अन्त बढी पिचै रहन्छ, पिचकै इन्डिङमा छौँ हामी। हो यहाँ चाहिँ ल यो खोलालाई ठाउँ बनाइदिएछन् मान्छेहरूले। यो चाहिँ खोलो कता पनि देखियो होइन, यतापट्टि चाहिँ देखियो रहेछ हाम्रो खोला। यहाँ यस्तो खोइ अर्को पुल छ है गाइस। यो चाहिँ जमानादेखिको पुल हो यो पनि। र यतापट्टि चाहिँ यस्तो छ, यो चाहिँ हाम्रो लाइन भयो। अब चाहिँ हामी फर्किन्छौँ उतै। यो चाहिँ गाइस चाहिँ मानव सेवा आश्रम।
यहाँ चाहिँ मान्छे बसेको देख्न सक्छौँ हामीले मस्त खेलिरहेको छ नि के अरे है फिल्डमा यो चाहिँ त्यहीँको खेत हो त्यहाँ के उब्जाउँछन् भन्थे ऊ त्यो मकै पनि उब्जाए जस्तो लाग्थ्यो मलाई सो गाइज होइन यो भ्लग चाहिँ अब यहीँसम्म रहेको थियो अब चाहिँ हामी सिधै जान्छौँ घरतिर सो यो चाहिँ फेरि पनि हाम्रो त्यही ठाउँ र आजको लागि यति मात्रै फेरि पनि भेटौँला कुनै नयाँ भ्लगमा कुनै नयाँ टपिकको साथमा त्यति बेलासम्मको लागि जय 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 नेपाल जय नेपाल